ज्योतिषशास्त्र अनुसार यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ। यसलाई सूर्य उत्तरायण हुने दिन पनि भनिन्छ, जसको अर्थ सूर्य अब दक्षिण गोलार्धबाट उत्तरी गोलार्धतर्फ सर्न थाल्छ भन्ने हुन्छ। यसपछि दिन लामो हुँदै जान्छ र जाडो कम भएर गर्मी बढ्दै जान्छ। नमस्ते नमस्कार, यहाँहरू सबैलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। र आज म केही दिन मात्र बाँकी रहेको मकर सङ्क्रान्तिको बारेमा चर्चा गर्न गइरहेको छु। आशा छ यहाँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुने र भिडियोलाई लाइक र सब्सक्राइब गर्न नभुल्नुहोला। हिन्दू धर्मावलम्बीहरूले मनाउने एक महत्त्वपूर्ण चाड मकर सङ्क्रान्ति हो। यो पर्व हरेक वर्ष माघ महिनाको पहिलो दिन पर्ने गर्छ। यसलाई नेपालको विभिन्न समुदायले माघे सङ्क्रान्ति वा तराई क्षेत्रमा तिला सङ्क्रान्ति भनेर पनि मनाउने गर्छन्। धार्मिक र सांस्कृतिक महत्त्वको कुरा गर्नुपर्दा नेपालमा यो पर्व पवित्र नदी वा घाटमा गएर नुहाउने र दान पुण्य गर्ने ठुलो चलन रहेको छ। यसरी स्नान गर्दा र दान गर्दा ठुलो धर्म कमाइने विश्वास रहिआएको छ। काठमाडौँको शङ्खमूल, पनौती र तराईका विभिन्न नदी घाटहरूमा ठुलो मेला लाग्छन्। यस दिन गरिएको स्नान र दानले पाप पखालिने र पुण्य मिल्ने धार्मिक विश्वास रहिआएको छ। खानपानको निकै महत्त्व हुन्छ। यस दिन विशेष किसिमको परिकारहरू जस्तै घिउ, चाकु, तिलको लड्डु, तरुल, सक्खरखण्ड र खिचडी खाने चलन छ। यी खानेकुराहरूले शरीरलाई गर्मी दिन्छन् र जाडोको समयमा शक्ति प्रदान गर्छन्। तिल र चाकु स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ। थारू समुदायहरूले माघीलाई सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्वको रूपमा मान्छन्। विशेष गरी थारू समुदायहरू तराई क्षेत्रमा बसोबास गर्छन् र उनीहरूले यसलाई नयाँ वर्षको रूपमा पनि मनाउँछन्। यस दिन उनीहरूले वर्षभरिको योजना बनाउने, अगुवा चुन्ने र नयाँ काम सुरु गर्ने गर्छन्। उनीहरूले बनाएको अगुवालाई भलमनसा भन्ने गरिन्छ। यो पर्वले जाडो महिना अब सकिएको र अब गर्मी अर्थात् न्यानो मौसम सुरु हुन लागेको सङ्केत गरिरहेको हुन्छ। त्यसैले यसलाई नयाँ ऋतुको स्वागत गर्ने पर्वको रूपमा पनि लिइन्छ। मकर सङ्क्रान्ति नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक एकता र परम्परागत खानपानको महत्त्व झल्काउने एक विशेष किसिमको पर्व हो। यसले जाडोलाई बिदाई गर्दै नयाँ मौसम र जीवनमा नयाँपनको स्वागत गर्ने सन्देश दिन्छ। नमस्ते नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज म नेपाल लगायत विभिन्न देशहरूमा निकै लोकप्रिय मानिएको अङ्ग्रेजी नयाँ वर्षको बारेमा केही चर्चा गर्न गइरहेको छु। आशा छ यहाँहरूले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ र भिडियोलाई अन्तिमसम्म हेरेपछि लाइक र सब्सक्राइब गर्न पनि नभुल्नुहोला। अङ्ग्रेजी नयाँ वर्ष भन्नाले ईस्वी सम्वत अर्थात् ग्रिगोरियन क्यालेन्डर अनुसार जनवरी 1 तारिकमा मनाइने पर्वलाई बुझिन्छ। यो पात्रो आज विश्वभरि सबैभन्दा धेरै प्रयोग हुने भएकाले यो पर्व विश्वव्यापी रूपमा निकै महत्त्वपूर्ण मानिन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा यसको लोकप्रियता निकै बढेको छ। यो पर्व डिसेम्बर 31 को राति न्यू इयर इभबाट सुरु हुन्छ। राति 12 बजेपछि आतिशबाजी गरेर, शुभकामना आदान प्रदान गरेर र विभिन्न पार्टीहरू आयोजना गरेर नयाँ वर्षको स्वागत गरिन्छ। यसलाई विश्वभरका अधिकांश देशहरूले आफ्नो मुख्य चाडको रूपमा मनाउँछन्। विश्वव्यापी एकता र उत्सवको रूपमा पनि यसलाई मनाउने गरिन्छ। अङ्ग्रेजी नयाँ वर्षको सबैभन्दा ठुलो महत्त्व यसको विश्वव्यापिता नै हो। संसारका विभिन्न कुनाका मानिसहरू, चाहे उनीहरू आफ्नै धार्मिक वा परम्परागत नयाँ वर्ष भए पनि जनवरी 1 लाई एउटै समयमा खुसीको साथ मनाउँछन्। यसले मानिसलाई एकताबद्ध गरेको छ। नयाँ वर्षको समयमा विश्वभरि किनमेल गर्ने, उपहार दिने र घुमफिर गर्ने चलन बढ्छ। नेपालमा पनि पोखरा, ठमेल जस्ता पर्यटकीय क्षेत्रमा यो पर्वमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ। यसले व्यापार र पर्यटन व्यवसायलाई फाइदा गरिरहेको छ। यो दिनलाई मानिसले आफ्नो जीवनमा नयाँ लक्ष्य बनाउने र सङ्कल्प रिजोल्युसन्स गर्ने दिनको रूपमा पनि लिन्छन्। अबदेखि व्यायाम गर्छु, चुरोट छाड्छु, राम्रोसँग पढ्छु,
जस्ता योजनाहरू पनि बनाइन्छन्। यसले मानिसहरूलाई सकारात्मक बन्न प्रेरणा दिन्छ। नेपालका युवा पुस्तामाझ अङ्ग्रेजी नयाँ वर्ष निकै लोकप्रिय छ। यसले आधुनिक जीवनशैली र पश्चिमी संस्कृतिको प्रभावलाई पनि झल्काउँछ। साथीभाइसँग रमाइलो गर्ने वर्षको पहिलो दिनलाई विशेष बनाउने चाहना युवाहरूमा देखिन्छ। अङ्ग्रेजी नयाँ वर्ष केवल विदेशी पात्रोको सुरुवात मात्र नभएर यो आजको विश्वमा नयाँ आशा र विश्वव्यापी खुसियाली लगायतको खुसियालीको पनि प्रतीक बनेको छ। नेपालमा पनि यसले सांस्कृतिक विविधता थपेको छ। यो पर्वले मानिसलाई सकारात्मक सोचका साथ नयाँ वर्षमा प्रवेश गर्न प्रेरित गर्छ।